है ठ्याक्क 37 भएको छ है। लगभग 37 त अब कति 38 हुन लागिसक्यो र 38 मानौँ। र पारामा दौडेँ म त्यहाँ पुगेर कति मिनटमा पुगिदिएछ है। यहाँबाट यस्तो घुमेर होइन लगभग छ बाटो त निकै छ होइन 1 किलोमिटर जति होला सायद त्यस्तै लाग्छ मलाई चाहिँ किनकि घुम्तीहरू छ। ल हेर्नु है त कति मिनटमा पुग्छु म 38 भयो ल। चु 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 हेलो एन्ड गुड मर्निङ एभ्रिवान। सो हजुरहरू सन्चै हुनुहुन्छ होला नि, म पनि एकदमै सन्चै छु होइन। अनि आज चाहिँ म कहाँ छु गाइज होइन। आज चाहिँ म फलामे साङ भन्ने ठाउँमा छु होइन। देख्न सक्नुहुन्छ आजको ठाउँ। ओ माई गड पुरै पसिना आएर चाहिँ म चाहिँ भर्खर आइपुगेको। टाइम चाहिँ कति 6:16 भएछ होइन। म चाहिँ घरबाट 5:53 निक्लिएको। लगभग लागेछ मलाई पनि टाइम लगभग 20 मिनट जति लागेछ होइन। यस हिजोको ठाउँभन्दा म डबल ओर आएको छु। सो हिजो पटवाल भने आज फलामेसँग आएको छु। यो यताको टोललाई गते भन्छ होइन, यताको शिखर पाँगो के भन्छ सायद होइन। अनि देख्न सक्नुहुन्छ छुट्टै बवाल देखिरहेछ आज होइन। मौसम पनि क्लियर छ, घाम लागिरहेछ है। लास्ट पसिना आयो होइन। लगभग मैले चाहिँ घरबाट यहाँसम्म कति किलोमिटर छ भन्दाखेरि चाहिँ लगभग 6 कि 7 किलोमिटर छ होइन। 6 कि 7 किलोमिटर 20 मिनटमा नन स्टप होइन। चट्ट हामीले आयो। अब चाहिँ एकछिन यतातिर बसौँ अनि जानुपर्ने हुन्छ घर होइन। घर चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ होइन देख्न सक्नुहुन्छ यो डाँडामा है। यो हो यो डाँडामा यो देखिरहेको नि यो डाँडामा हो होइन। अनि म चाहिँ लास्ट आएको के लास्ट परैबाट होइन। यहाँ गाइस सुन्नु है, यहाँ चरा कस्तो मजाले कराइरहेको छ सुन्नु है। सुन्ने सकेको छैन होइन। मैले चाहिँ क्या मजाले सुनिरहेको छु चराहरू बिहान होइन। चट्ट ल बिहान कति भर्खर 6:30 हुँदैछ अनि होइन चट्ट यस्तो मजा आइरहेको छ यार। पसिना अझै रोकिराखेन कि मेरो पसिना आएको आइछ। ल म चाहिँ कतिवटा डाँडा यता आइछु भनेदेखि यो मेरो घर भनेपछि एउटा डाँडा, दुईवटा डाँडा अनि यो 3टा डाँडा, ठ्याक्कै 3टा डाँडा यता आइछु म चाहिँ होइन। 3टा डाँडा कटेर खोला त मामा एउटा रुख बिचमा रहेछ। यसलाई चाहिँ कस्तो नलगेको त खोलाले ल। यहाँ हेर्नु न एउटा रुख ठिङ उभिएर बसेको रहेछ होइन। यहाँ कतिवटा खेतहरू थियो। यहाँ छेउछेउमा 5-6वटा घर थियो। यहाँ गाई बाख्रा थियो है। सब खत्तम। ढुङ्गा चाहिँ क्या बवाल छ कि गाई चाहिँ देख्न सक्नुहुन्छ कस्तो पाता त्यो भएको क्या पुरै होइन पाता हलो। आमामा डाँडाहरू त यहाँबाट हाम्रो होमस्टे पनि देखिरहेको रहेछ गाइज। खै होमस्टे यहाँ छेउमा है। आमा यतातिर पानी खाने घर छैन? पानी खाने घर हजुर यहाँतिर छैन। ए यहाँ गोठहरू घर रहेछ, त्यो मान्छे बस्दैनन् त्यहाँ? हजुर ए जाने अनि गोठ हो त्यो? ए तपाईँ कता जान लाग्नु भएको? त्यतै हो र? ए खेत बगान तपाईँहरूको? ए उयो देखिया हो? ए उहाँ तल ए बाटो कता उहाँबाट? बाटो अप्ठ्यारो रहेछ? बाटो त अप्ठ्यारो छ। यहाँबाट तल जान्छ। खेत चाहिँ उता खनेको छ नि त्यहाँ कोदो रोपेको छ। ए यहाँको चाहिँ खोलाले जान लागेको छ अलिअलि है। खोला धेरै ठुलो आएछ है। ए म त बसेरीबाट आएको आमा। हजुर बसेरीबाट बिहानै कुद्दै आएको अनि अब हजुर कुदेर आएको। अब जान लाग्यो फेरि। हजुर एक्सर्साइज गरेँ आमा। ल गएँ है त आमा। ल अब चाहिँ जाउँ होइन। अब कति टाइम कति भयो भन्दाखेरि ठ्याक्क 33 भइरहेको छ 33। अझै उहाँ पुग्ने यार। अब आउँदाखेरि त मजा आयो, जाँदाखेरि चाहिँ कस्तो देख्दाखेरि कस्तो हिँड्नै गाह्रो जस्तो भइरहेछ। तर अब जानै पर्ने हुन्छ किनकि यतातिर पनि एउटा घर भइदिए त बसिन्थ्यो होला होइन। छैन के गर्नु अब कुनै दिन लिउँला होइन। तर यो ठाउँमा चाहिँ मलाई त्यो ठाउँभन्दा यो ठाउँमा बस्न मन लागिरहेको थियो क्या
हैन ल यस्तो बवाल भ्यू देखिन्छ हैन अझै यहाँ भन्दा नि होइन म त्यहाँ छेउमा गएको थिएँ नि सबै उता फलामेसाङ त्यो पिपल टार के सबै देखिन्छ हो त्यहाँ चाहिँ झट्ट घर भइरहेको चाहिँ क्या मजा आउँथ्यो कि हैन गाइस अब यसरी हिँडेर त कहिले पुग्दैन हैन रनिङ गर्दै जाउँ अब रनिङ पनि फेरि सबै घरसम्म नि रनिङ नगरौँ हैन यस्तो गरौँ है यहाँबाट उयो देखिरहेको डाँडा छ नि हो यहाँ यसरी जाने हो यहाँ चाहिँ हैन अनि यहाँ जानलाई चाहिँ मलाई कति टाइम लाग्दैछ रनिङ गरेर ठ्याक्क टाइम हेरौँ है ठ्याक्क 37 भएको छ है लगभग 37 त अब कति 38 हुन लागिसक्यो 38 मानौँ चट्ट पारामा दौडेँ म त्यहाँ पुगेर कति मिनटमा पुगिदिएछु है यहाँबाट यस्तो घुमेर हैन लगभग छ बाटो त निकै छ हैन 1 किलोमिटर जति होला सायद त्यस्तै लाग्छ मलाई चाहिँ किनकि घुम्तीहरू छ ल हेर्नु है त कति मिनटमा पुग्छु म 38 भयो ल कति भयो 41 भएछ 41 भयो म यहाँबाट आएको यस्तो कुदेर 38 भनेपछि 3 मिनट लागेछ ओहो अहिले त अलि नजिक देखिरहेको यार घर पनि यही डाँडामा हो क्या यो देखिरहेको डाँडामा यो ठ्याक्क हैट लगभग म आधी अलि आइपुगेँ होइन अब अलिकति अर्को डाँडा गएपछि आधी हुन्छ होला ओहो बवाल कुद्यो यार बवाल कुद्यो हैट आमामा ल यहाँ चाहिँ नेक्स्ट लेभलै अग्लो पहाड देख्न जानुहुन्छ गाइज ल यहाँ एउटा खोला छ यो हाम्रो खेत चाहिँ यहाँ माथि छ है होइन एउटा पारामा खेत अलिकति माथि छ अनि त्यो खेतबाटै आएको खोला हो यो चाहिँ अनि हिजो म नुहाएको झरनामा चाहिँ यहाँ तल हो होइन पुल पनि यहीँ तल छ यही खोला बगेर गएको अनि यहाँ एउटा चाहिँ झरना जस्तो सानो होइन बगेको पानी छ भनौँ न खोला त्यही खोला छ अनि बाटो यहाँ देख्न सक्नुहुन्छ ल यस्तोमा होइन म रनिङ गरेर आउँदाखेरि खुट्टो फर्किने यता उता नाचिरहेको थियो मेरो खुट्टो त होइन अहिले नाचिरहेको छ यस्तो छ कि ढुङ्गै ढुङ्गा होइन ल यस्तोमा कसरी गाडी चलोस् ल यस्तो पाहाड छ कि यहाँ त बाटै छैन के सानो के लास्ट यार खैट आमामा यो ढुङ्गा चाहिँ बेच्न सक्यो गिटी बनायो भने त मान्छे त धनी भन्छ यार खैट त्यसै डर लाग्छ ल यस्तो छ यार यस्तो छ अनि हेट देख्दैखेरि हिँड्दै डर लाग्ने कि माथिबाट ढुङ्गा खस्यो भने त यत्रो सानो ढुङ्गा खस्यो भने टाउको प्याटै जान्छ यस्तो छ कि हैट आमामा यत्रो कसरी बनाउने होला यो बाटो यार तलबाट वाल लगाउँदै आयो भने चाहिँ बन्ला नत्र त्यही हो होइन र यहाँनिर एउटा सानो धारो रहेछ होइन यो चाहिँ कहाँबाट आएको हो यहाँ पाइप पनि हाल्दो रहेछ अब त्यता गयो भने भिजिन्छ होइन कि नुहाउनै पर्यो अनि अब यहाँ चाहिँ चट्टै पानी सङ्लो है यो खान पनि मिल्छ जस्तो लाग्यो यसो हेर्दाखेरि होइन यो रसाएर आएको यो मूलबाट उम्रेको पानी जस्तै लाग्यो यसो हेर्दाखेरि ठिकै छ ल अब जेसुकै होस् पानी खाइदिन्छु म तिर्खा लगाइराख होइन नाकमै छिटो यार फेरि मेरो देब्रे हातले मुख धुनै मिल्दैन कि के अरे दाहिने हातले हातै चल्दैन के देब्रे हात हो पानी नहेरिकन खाइयो ठिकै छ चु आछु कति चिसो पानी यार ओ हट ला चिसो पानी ल पानी सानी पनि खाइयो हट मजा आयो ल बाटो यस्तो छ कि बाटो त यहाँ त पुरै छैन क्या बाटै छैन ल अनि यहाँबाट एउटा ढल हाल्नुपर्ने हुन्छ त्यसपछि मात्र आउला होइन बाटो यस्तो छ बाटो यार यस्तो छ कसरी गाडी चल्ला होइन ठिकै छ ल जाउँ अब चाहिँ मजा आयो गाइज है दिनकै यसरी हिँड्दा त क्या मजा आउँछ के ल गाइज फाइनली घर पनि आइपुग्यो चट्ट पारामा 1 घन्टामा पुगेर आइयो गते नि 1 घन्टा लगभग 1 घन्टा कति भयो टाइम भनेपछि अहिले 7:16 गइरहेको छ म यहाँबाट 5:53 निक्लेको भनेपछि लगभग
1 घन्टामा पुगेर आइएछ हिँड्दा गथे जानलाई मात्र 1.5 घन्टा लाग्ने बाटोमा म कुदेर त धेरै टाइम त लाग्दैन जे भए पनि हैन अलिकति गाह्रै हुन्छ ठिकै छ आज पनि माम हानङ नि बा हानङ खेद्ने बा घाँस काट्नलाई नयाँ डोको आएछ नि त मामको आज यो डोको भरेर लिएर आउने हो तपाईँ कति वर्ष हुनु पऱ्यो भनिदिनु त भनिदिनु न भन्नु कति वर्ष पुग्नुभयो तपाईँ 80 र 7 ए मैले 80 र 6 भनेको 80 र 7 पुग्नु ए 80 र 7 87 वर्षको मान्छे ल म भन्दा त 4 गुणा ठुलो आमा माम होइन त माम त्यो घाँटीको झर्ला नि यत्रो मोटो त्यो झर्ला घाँस काट्दाखेरि खोइ दिनु म राखिदिन्छु ल मामको ल म लाएर हिँड्छु खोइ दिन त एकचोटि भन्ने के ल यसो जिस्क्या मामसँग होइन अब ल माम चन्न घाँस काटेर जानु है त बिस्तारी ल अहिले काटिसक्नु भयो म यसो पुऱ्याइदिन्छु त्यहीँसम्म होइन अब म अहिले कलेज जाने बेलातिर आउनुहुन्छ माम ठिकै छ मम्मी पनि डेरी जानु भएको रहेछ ल गाइस फाइनली आइयो घर पनि चट्ट पारामा अब रोटी बनाएर भन्दा सन्दा खाएर चट्ट जानुपर्ने हुन्छ कलेज अलिअलि काम पनि बाँकी छ घरमा होइन त्यस गर्नुपर्छ यहाँ ल मकै कत्रो भयो आज आमा मकै चाहिँ जे होस् फल्न लगाइसक्यो होइन यहाँ काँक्रो पनि रहेछ काँक्रोको बोट एउटा दुइटा चाहिँ देखेँ मैले अब चट्ट खानुपर्छ बिस्तारै होइन ल यो चाहिँ हाम्रो गाउँ म आज अर्कै गाउँ पुगेर आएँ होइन चट्ट मजा आइरहेछ ल हेर्दै गर्नु होला है त अब चट्ट रेडी भएर मतलब खानासाना खाएर एकलो नुहाउनु बाँकी छ अझै पसिना आछ ल गाइज आज चाहिँ म कहाँ पुगेँ भन्दाखेरि हिजो म यहाँ पुगेँ होइन आज चाहिँ म यहाँ पुगेँ है त ल यो रोटे रोड गएर रोटे रोड गएर यहाँ छेउमा पुगेर अनि एकछिन बसेर चाहिँ अनि आएँ होइन अनि हिजो चाहिँ चट्ट यहीँबाट ओर्ल्याएको थिएँ म यहीँनिर पुलमा होइन आज चाहिँ सिधा गएर त्यो डाँडामा पुगेको ल ठिकै छ है त गएर नि आइयो उहाँ पुगेर नि होइन जे होस् जान्छु जस्तो त लागेको थिएन बिहान ढिलै उठे पनि चट्टो पारामा जान पाइयो होइन जे होस् कस्तो अल्छी लागेको थियो भनेदेखि बिहान होइन रिस उठिरहेको थियो एक त किनकि चाँडै उठ्छु अनि चाँडै जान्छु भनेर बसेको अब 20मा उठेछु 5:20मा उठेछु कामसाम गर्दाखेरि अब 53 त यहीँ भइसकेको थियो अनि जाउँ कि नजाउँ भइरहेको थियो भयो नि गइदिन्छु अलिकति ढिला हुन्छ होला भनेर अनि गइदिएको पुगेर नि आइयो होइन अलिकति चाँडै आइयो हिजोभन्दा नि बरु सो गाइज हाम्रो बहिनीहरूलाई नि भेटिसकेको छ यहाँ देउरालीमा होइन भेट्न चाहिँ अहिले कुखुरी डाँडामै भेटेको ल रोज चाहिँ यहाँ रोज बोकेर हिँड्ने खानु ल बबाल छ ल ल यो नि आउँदैछ ल हेर्दै गर्नु ल अब दाजु पुगेर भेट्छु ल ब्याग पुग् ल गाह्रो भयो ल हेर्दै गर्नु ल अब दाजु पुगेर भेट्छु पसिना आइसक्यो होइन लास्ट गाह्रो है त ल गाइज फाइनल दाजु आइपुग्यो होइन अब चाहिँ यहाँ खाजा किन्नुपर्ने हुन्छ के हुन्छ आज फ्राइडे प्रोग्राम हुन्छ होला रिजल्ट हुन्छ होला के हुन्छ थाहा भएन होइन केटाहरू चाहिँ यहाँ आएर बसिहाल्छ सायद ल बाई बाई केटाहरू यहाँ आएर बस्छ ल बाई हेलो गाइज हामी चाहिँ क्लासमा आइसक्यौँ अनि यहाँ देख्न सक्नुहुनेछ आज चाहिँ हाम्रो लास्ट दिन होइन तल एसेम्ब्ली बसिरहेको छन् हामी चाहिँ गएन भर्खरै आइपुग्यो होइन अब यहाँ बाहिरको मौसम देख्न सक्नुहुन्छ पानी पर्ला जस्तो भइरहेको रहेछ होइन ठिकै छ ल चट्टो पारामा आज चाहिँ अब त्यसपछि बिदा 20 दिनपछि आइन्छ यो क्लासमा तल एसेम्ब्ली बसिरहेछन् होइन आज चाहिँ गइँदैन जस्तो छ अब छुट्टी भइसक्यो अब हामी चाहिँ घर जाँदैछौँ होइन हामी चाहिँ यहाँ टन्नै छौँ देख्न सक्नुहुन्छ भाइ बहिनीहरू पनि छन् होइन भन्नुहुन्थ्यो तर कोही छैन यतिखेर चाहिँ सबै घर पुगिसक्यो होला होइन चट्टो पारामा म पनि बिस्तारी जाँदैछु हेर्दै गर्नु होला गाइज ल आजको भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने यसो कमेन्ट लाइक गर्न नभुल्नु होला सो चाँडै भेट्नेछौँ हामी नेक्स्ट भ्लगमा आजको लागि यति नै बाई